각각 대변도 합다치 사기하는 것을 권한당 난도그 잡아 대리진에서 남바 통망 양 검시인으로 인지계를 마상나 안타战争 용역의 체도 대리진들이지에서 때나 도를 하게 당 되는 안도 다치 간다 시작하는 것을 이미 대중 남바 안 착상하게 다 양의 거도 진다로 군대 양 대포도
Nyingpo. Raja Kanten Pulau Pujana. Hitam tinggal atau sahaja. Jogi sampai untung hilang. Berani ini berjumpa dengan Yesus di bangku. Oke, semua berdoa guru dan minta puja minta samoda samaya. Terima kasih tambah. Ma yo apa lagi? Akan tahu. Jaya Namaste, Namaste Namaste, Hulu, Jaya Penda, Hana, Om Eo Jude, Yamo Jude, Ram Jude, Ayana, Ram Jude, so Cheke Kasa Namdu, Cheke Kasa Namdu. yen lifang nangmi family ne ane dolpo chidunyange yasya chowake kotego nanjuk rubale chubi ane chapche markum rumbo chigi jundu ane chapche thadu rumbo je chokne tad god niti thamba tang
Buddha
सम्मानीय प्रधानमन्त्रीज्यू यहाँ पालिसक्नु भएको छ। सबैले जोरदारका साथ ताली बजाएर स्वागत गर्नुलाई म हार्दिक अनुरोध गर्दछु। डोल्पो समाजद्वारा आयोजित यस कार्यक्रममा सम्मानीय प्रधानमन्त्रीको उपस्थिति भइसकेको छ र सबैले स्वागत गरिदिनलाई म हार्दिक अनुरोध गर्दछु। र डोल्पो समाज आज प्रधानमन्त्रीको प्रमुख अतिथि हुने अवसर पाएकोमा खुसी छ। कार्यक्रमको प्रमुख अतिथिमा नेकपाका अध्यक्ष एवं सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। र विशेष अतिथिमा कर्णाली प्रदेश नम्बर 6 का अध्यक्ष श्री गोलबहादुर बोडीज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र विशेष अतिथिकै क्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान राज्य मन्त्री श्री धनबहादुर बुढाज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कर्णाली सार्वभौमै फैलिएका मेची महाकाली सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका राजधानी स्वतन्त्र बहुजाति भाषा धर्म संस्कृति छन्दिशाला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। Bukumbasika taskambu chopo chungni sungde ganga pale nalode dili pala pale jakap dela chek hipsen ye kuremi nang mima jakap ye kuremi nang adu zamin hite ke kolam sona do mutu do hyu ye bajares 어때 김전 될라 때네 되는 실록촌에 돌보 그 초가 대당 아니 돌보 그 미마 내 민사도 투세와 전복이 되네 양내 양도 배 सामूहिक संस्थाको रूपमा स्थापना भई डोल्पो समुदायको परम्परागत धर्म संस्कृति रहनसहन र वेशभूषाको संरक्षण र प्रवर्धनमा
निरन्तर सेवा पुर्याउँदै आएको छ। समग्र डोल्पोवासीको उत्थान र विकास नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ। समग्र रूपमा सिङ्गो राष्ट्रको विकास र समृद्धिको कामनामा हामीले महान पूजा आयोजना गरिएका छौँ। आभार व्यक्त गर्छौँ सम्माननीय प्रधानमन्त्रीज्यूबाट यो सम्मान तथा वितरण। डोल्पो समाजका अध्यक्ष महोदय, माननीय मन्त्रीज्यू, पूर्व मन्त्रीज्यूहरू, मान्यज्यूहरू, धर्मगुरुहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, सबैमा यो लोसार पर्वको सुखद अवसरमा उपलक्ष्यमा म यहाँहरू सबैमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल संस्कृतिहरूले विविधतायुक्त र अत्यन्तै सम्पन्न एवं समृद्ध देश हो। हामीसँग यति धेरै संस्कृतिहरू छन्, यति धेरै चाडपर्वहरू छन्, यति धेरै रीतिरिवाजहरू छन्, यति धेरै वेशभूषाहरू छन्। त्यो वेशभूषाको, खानपानको, भाषाको, संस्कृतिको, गीतको, नाचको, बाजा वाद्य वादनको यति विविधता छ, यति एउटा देशमा यति जनसङ्ख्या, यो ठिकैको सानो सानो देश, सानो सानो जनसङ्ख्या बन्नुभएको छ। यस देशमा यति धेरै, यो असाधारण कुरा हो र यो हाम्रो अत्यन्तै ठुलो सम्पदा हो, अत्यन्तै ठुलो सम्पत्ति हो। यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु हाम्रा साथीहरू, हाम्रा संस्कृतिहरूलाई, हाम्रा चाडहरूलाई नेपालको दुर्गम जिल्लाहरूमध्ये अझ दुर्गम जिल्लाभित्र पर्छ। भूगोल ठुलो, जनसङ्ख्या अलिक थोरै, दुर्गम अति। त्यसकारण विकासमा अलिकति पछाडि पर्नु स्वाभाविक हो, दुर्गम छ। तर अब डोल्पा मोटर बाटोले छोइसकेको छ, मोटरबाट डोल्पा पुग्न सकिन्छ।